हजुरहरुसँग दशैं खर्च छैन भनेर हेर्नुस् त सबै बैंकहरुले र ई सेवाले हजुरहरुलाई दशैं खर्च दिँदैछ। यसरी लिंक पठाई शुभकामना दिएर दशैंको शुभकामना भन्दै हजुरहरुलाई लिंक पठाएको छ। त्यसमा डिटेल राख्नुस्, हजुरहरुले आफ्नो एकाउन्टमा पैसा पाउनुहुन्छ दशैं खर्च। आज धेरैले यो शेयर पनि गरिसक्नुभयो, मलाई पनि 50 जना जतिले शेयर गर्नु भएको छ। सायद उहाँहरुले पनि दशैं खर्च अहिलेसम्म पाइसक्नु भयो होला। यत्रो भिडियो बनाउँछौं हामीले, यस्ता किसिमका लिंकहरुमा क्लिक नगर्नु, यस्ता किसिमका लिंकहरु स्क्याम हुन्, यस्तोको पछाडी नलाग्नुस् भनेर यति धेरै भिडियो बनायो। तर पनि जति नै भिडियो भए पनि, जति नै भने पनि, जति नै बुझे पनि अबुझ नै बन्नुहुन्छ सधैँ हजुरहरु। कसैले पनि पैसा फ्रीमा बाँड्दैन। यो लिंकहरु हजुरहरुलाई पैसा दिनको लागि हैन, शुभकामना दिनको लागि हैन, भएदेखि मिलेदेखि हजुरहरुको एकाउन्टमा भएको पैसा पनि रित्याउनको लागि पठाइएका लिंकहरु हुन्। आज त आतंक नै भएको छ। ई सेवाको, नेभिल बैंक यहाँ देख्न सक्नुहुन्छ, अरू बैंकहरुको पनि सबैको लिंक पठाउने भए केही काम गर्नु भएको छैन। फुर्सद हुनेहरुले सबै आज यही लिंक पठाएर भर्सक एकैजनाले 50 जनासम्मलाई लिंक पठाएर बस्नु भएको होला। यस्तो लिंकहरु आफूले पनि क्लिक नगर्नुस्, अरूलाई पनि नपठाउनुस्। यो लिंकहरु भनेको सबै स्क्याम हो। यसबाट हजुरहरुको डिभाइसमा कुनै सफ्टवेयरहरु सेट गरेर हजुरहरुको सम्पूर्ण इन्फर्मेसनहरु लिएर भएको मोबाइलको पैसा पनि ह्याकरले लिएर जान्छ। पैसा दिने अथवा पैसा कमाउने भन्ने हुँदैन। कुनै पनि लिंकहरु हजुरहरुलाई अफर भनेर आएका, यस्ता पैसा आउँछ भनेर आएका, कुनै छुट भनेर आएका यस्ता लिंकहरुलाई डाइरेक्ट इग्नोर गरेर ब्लक गरिदिने गर्नु होला। अरूलाई शेयर गरेर बस्ने हैन। हुन त यस्तो टाइपको भिडियो मैले धेरै बनाइसके, धेरैले हेरि पनि सक्नु भएको होला। रेगुलर मलाई हेर्ने मानिसहरुले पनि यो लिंक मलाई पठाइरहनु भएको छ। अझै पनि उहाँहरुलाई यो भिडियोहरुमा भन्दा पनि बा पैसा आइहाल्छ कि भन्ने कुरामा विश्वास लागेको छ। जमजमको सामान आयो भनेर पनि अहिले पनि कतिले मेसेज गर्नुहुन्छ मलाई, जमजम इलेक्ट्रोनिक्सले सामान पठायो अरे, एयरपोर्टमा छ अरे, हामीले केही पैसा हाल्नुपर्ने छ अरे, ट्याक्स तिर्नुपर्ने छ अरे भनेर अझै पनि मेसेज गर्नुहुन्छ, अझै पनि कल गरेर सोध्नुहुन्छ। यी सबै कुराहरु स्क्याम हुन्। यो भिडियोलाई यति धेरै शेयर गर्नुस् कि जसले अहिलेसम्म यस्ता कुराहरु स्क्याम हुन् भन्ने थाहा पाउनु भएको छैन उहाँहरुलाई पनि थाहा होस्। धेरै भन्दा धेरै शेयर गर्न नबिर्सिनु होला र यस्तै इन्फर्मेटिभ भिडियोको लागि मेरो प्रोफाइललाई फलो गर्नु होला। हवस् त, धन्यवाद।